स्कुलको क्यारेक्टर सर्टिफिकेट त्यही होला, हेर्नुहोस् न। यसमा त छ। ल्याउनु त। के थियो त, कहाँ गएछ? हेलो हजुर मम्मी कलेजमै छु अब निस्किन लागेको एडमिसन भइसक्यो ल म गाडी चढिसकेपछि कल गर्छु है तपाईँलाई कसको रहेछ के बुझ्नु भएको तपाईँले हजुर अनि यतै बस्नुहुन्छ हजुर? होइन म त काभ्रेबाट हो एडमिसन गर्नलाई मात्रै आएको आजै घर फर्किन्छु होला बाइ द वे आम प्रिया आम सृष्टि। दाजु असार 32 पछि त हजुरलाई आजै नुहाएको देख्दैछु त केही स्पेसल हो र आज? अब तिमीहरूलाई देखाएर नुहाउनु पर्ने हो मैले कुन मुभी हेरेर आयो जापानिज मुभी जस्तो छ त साला किता जा तेरो चस्मा दाजु हजुरको फोन अघिदेखि बजिरहेछ कसको फोन आएछ हेलो हेलो अर्जुन ए शिशिर के हो तेरो फोन नि उठ्दैन त? म नुहाइरहेको थिएँ यार भन्न कोठाको लागि कुरा गर्दिस् त? कुरा त गरे यार त्यो साथी अहिले काठमाडौँ बाहिर छ अरे भोलि मात्र फर्किन्छु भन्दैछ। ए कोठा चाहिँ छ कि छैन रे? एउटा कोठा त खाली छ भन्दै थियो यसो गर न म उसको नम्बर तँलाई पठाइदिन्छु अनि उसँग कुरा गरेर हेर्न जा न त भोलि। ए ल ल मलाई नम्बर पठाइदे न। ल हुन्छ। ल कोठा पाएपछि भन न है मलाई सँगै बस्नुपर्छ हेलो सृष्टि हजुर कता हो तिमी? एडमिसन भयो? एडमिसन भइसक्यो अब एकछिनमा निस्किन्छु। ए ल ल आऊ न अनि त्यसपछि म तिमीलाई कोठा देखाउन लान्छु। हस्। ल यही हो कोठा तिमी एक हप्ता यहीँ बस तबसम्म म तिम्रो लागि अर्को कोठा खोजिदिन्छु नि। एकैछिन है। हजुर बाबा सृष्टि आइपुगी मिलाइदिस् त कोठा? हजुर मिलाइदिएँ हामी अहिले कोठामै छौँ। खै कहाँ चाहिँ हो दे त फोन। दर्शन अङ्कल। छोरी एडमिसन भयो त? हजुर भयो। केही चाहिएमा अर्जुनलाई अप्ठ्यारो नमानी भन्नु है अर्जुनलाई आफ्नै दाइ जस्तो मान्नु। हस्। ल बाबा म तपाईँलाई पछि कल गर्छु है। एकैछिन है। एउटा नयाँ अर्डर आएको छ अर्डर अलिक ठुलो छ। ल मायाले ल सृष्टि मलाई एउटा जरुरी काम आइपर्यो तिमीलाई केही सामान चाहिएमा तलै पसल छ त्यहाँ सबै सामान पाइन्छ म अहिलेको लागि गएँ नि है राम्ररी बस ल।
बोलाएको यता आउनुहोस् न। हजुर भन्नुहोस्। हेर्नुहोस् न मेरो स्कुटरको पेट्रोल नै सकिएछ। यो स्कुटर पेट्रोल पम्पसम्म डोर्याउन हेल्प गर्नुहुन्छ प्लिज? कति ठुलो? हामीले अहिले गरिरहेको भन्दा 4 गुणा ठुलो। कता छ सामान?